त्यो गुमा चुरुडको गुमा पल्किएपछि त कङ्गडा र चुरुडमा भुगै गर्छ क्या त्यो दिने मान्छे अब खुसी हुन्छ अहिलेको मान्छे त त्यसरी खान्छ कि खान्न सुरुमा सिक्ने बेला चाहिँ कसरी सिक्नु भयो त अनि बच्चैले कति वर्षदेखि सिक्नु भयो होला तपाईँले कदरमा खायो खाएकै थियो थाहा पाउने हुन त त्यो बेला कपडा भन्ने त्यस्तो आजभोलि पो कपडा जति नि उस भयो है जाडो भयो नि हाम्रो बाजेहरूले जाडो भयो भनेर चुरोट सल्काएर खानुहुन्थ्यो क्या त्यो बिरी सल्काएर चुरोट उयो गऱ्यो भने जाडो भयो भने भदौमा धान कुट्यो जाडो भयो कङ्गडा भर्यो त्यसरी खायो ज्यान तात्तिन्छ आमा त्यसरी खायो भने चाहिँ चुरोडा सल्कायो थाममा गाल्यो सारा गाल्यो छाममा गाल्यो कति मिठो हुने त्यो गुमा चुरुडको गुमा पल्किएपछि त कङ्गडा र चुरुडमा भुगै गर्छ क्या आफ्नो आत्माले त त्यही मागेछ छोडेको नि थाहा पाउनु भएन फेरि छोडेको बेलामा पनि चुरोड थुप्रै थियो मेला त्यो बेलामा त गोल्फ्या खाएको थियो गोल्फ्याएर मतलब पाउने नि चुरोड खाएर यसरी किनेर बन्डल बन्डलै पाउने नि यो खुकुरी पनि थियो त्यो घरमा काम गर्ने मान्छे भन्यो जेठाजीहरू देवरहरू लौर्यो तिनीहरूले बन्डल बन्डलै पठाउने तन्कायो बुहारीले खान्छ भन्दै होइन खाने मान्छे त त्यो चुरोड नदिने मान्छे पाहुना आउँदाखेरि त रिसै त्यो दिने मान्छे अब खुसी हुन्छ मान्छे एउटा नि चुरोट लियो कि भन्ने हुन्थ्यो होला है आमा सक्यो चुरोट ल्याउने मान्छे आयो रमायो आफ्नो मात्रै योगर्दै खाने मान्छे देखेर रिस उठ्यो त्यो बेला त सस्तै पाइन्थ्यो नि है आमा चुरोटहरू नि आजभोलि त कस्तो पो महँगो भयो एक सुगामा यत्रो थुक त पुरा र फाल्टो त्यो पुकार होला नि